हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। अब आजको दिन पनि यस्तै चाहिँ छ होइन। मेरो चाहिँ अब हाउसवाइफवाला लाइफ जिरहेको छु नि त होइन। बिहानै 6 बजेको उठेँ, त्यसपछि खाजासाजा बनाइदिएँ, अनि त्यसपछि खाना बनाइदिएर होइन उहाँ अफिस जानुभयो। अनि म चाहिँ आफू पनि खाना खाएँ। अनि त्यसपछि मैले चाहिँ अब टिकटक स्क्रोल गर्दै थिएँ। अनि ठ्याक्क हाम्रो भदौ 23 गतेको जुन त्यो प्रोटेस्ट त्यो भएको थियो होइन, त्यसको सर्ट क्लिपहरू देखेँ। यो हाम्रो BBC न्युजले चाहिँ 41 मिनट्सको डकुमेन्ट्री भिडियो हालेको रहेछ नि त होइन। त्यो सर्ट क्लिपहरू चाहिँ मैले टिकटकमा देखेँ। अनि त्यसपछि युट्युबमा गएर हेरेँ मैले चाहिँ होइन। त्यो 41 मिनट्सको भिडियो जुन हेर्दाखेरि चाहिँ यति पीडादायक थियो, यति आँखामा आँसु आउने थियो होइन। एकदम दुःख लाग्दो थियो क्या होइन। अनि त्यो देख्दाखेरि चाहिँ हो यस्तो पीडा हुने कसरी त्यो बच्चाहरूलाई हुन्छ नि, टिनेजरहरूलाई कसरी चाहिँ मार्न सकेको होला कि पुलिसले होइन। कस्तो मानवता नै नदेखाई बच्चाहरूलाई सर्ट हानेको छ होइन, गन हानेको छ होइन। अनि सबभन्दा मलाई अलिकति हिट गरेको, टच गरेको भनेको चाहिँ श्रीरामको बुवा आमाले होइन जुन कुरा गर्नुभयो त्यो चाहिँ एकदम अझै टचिङ भयो क्या होइन। त्यही भएर अब यस्तो प्रोटेस्टबाट चाहिँ अब हामीले यो निर्वाचन होइन, यो इलेक्सन चाहिँ आउँदैछ नि त होइन। अब यो इलेक्सनमा चाहिँ फेरि पनि त्यही पुरानै सरकारलाई जिताएर त हुँदैन। अब चाहिँ जसरी भए पनि घन्टीलाई चाहिँ जिताउनुपर्छ, नयाँ सरकार ल्याउनुपर्छ होइन। कति त्यही पुरानोलाई नै जिताउने, कति त्यही पुरानै सरकार आएर होइन, कति फेरि त्यही दुःख पाउने त होइन। जुन त्यो डकुमेन्ट्री हेर्दाखेरि चाहिँ ओहो होइन, यिनीहरूलाई त अब कुनै पनि हालतमा जिताउनु हुँदैन भन्नेतिर नै हामी सबैको दिमागमा गयो होला भन्ने लाग्यो क्या मलाई चाहिँ है। अब चाहिँ कुनै पनि हालतमा अब चाहिँ नयाँ, पुरानोलाई होइन कि नयाँलाई जिताउनुपर्छ है। नेपालमा हुनुभएकोहरू जति सबैले भोट गर्नु होला है। म पनि भोट गर्न आउने इच्छा धेरै थियो, तर के गर्नु, आउन सकेको छैन। तर पुरै समर्थन चाहिँ छ मनदेखि होइन। नेपालमा हुनुभएको सबैले भोट गर्नु होला है।